आज चाहिँ फ्राइडे क्विज कन्टेस्ट भइरहेछ है त हाम्रो फ्राइडे क्विज कन्टेस्ट 5वटा ग्रुप छन् ABCDE गौरी शङ्कर हिमाललाई अर्को के नामले चिनिन्छ? यो पुरै आउने जस्तो सोच्न लाग्छ फेरि एउटा कालो एक हो हात्तीमारा एकदम राइट एन्सर हात्तीमारा गुड नेपालको राष्ट्रिय फल कुन हो? कालो सुन्तला सुन्तला कालो एक है कालो एक भनेपछि कञ्चनजङ्घा हिमालको उचाइ कति छ? कालो एक हो कञ्चनजङ्घा हिमालको उचाइ कति छ? हुन्छ कि नै नत्र पास गर्ने कालो बी 8586 मिटर 8586 मिटर है कालो पनि कसको? बीको कालो कालो पनि बीकै हो कालो बीको हो नि बीको कालो बीको क्षेत्रफलका आधारमा सबैभन्दा सानो गाउँपालिका कुन हो? ल कालो सी सबैभन्दा सानो गाउँपालिका कुन हो? क्षेत्रफलको आधारमा सबभन्दा सानो गाउँपालिका कुन हो? ए हल्ला नगरे तिमीलाई आउँछौ नि मात्र पास गर्ने टाइम गयो कालो डी पास कालो ई कालो ए आउँदैन पास बाहिर कसैलाई आउँछ? परवानीपुर गाउँपालिका पालो सीको भएपछि नेपालको अन्तर्राष्ट्रिय सिमाना 2926 मध्ये भारतसँग जोडिएको सिमाना कति छ? 1690 राइट एन्सर कालो कसको? कालो डी कालो डी को भएपछि भारतलाई मात्र छुने प्रदेश कतिवटा छन्? दुईटा राइट कालो ई को क्वेसन नेपाललाई 7 प्रदेशमा कहिले विभाजन गरियो? हल्ला किन असोज 3 गते राइट है 2012 असोज 3 गते कालो पनि कसको? रेड पाण्डाका लागि प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो? रेड पाण्डाका लागि प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो? लामटाङ राष्ट्रिय निकुञ्ज कालो कसको? डी कालो डी को है डीलाई यस्तो क्वेसन आउँछ छायानाथ राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति छ? 843 वर्ग किलोमिटर एकको पालो पढाइ भइसकेको क्वेसन है यो पढाइ नभएको क्वेसन मनस्तु हिमालको उचाइ कति छ? 8163 राप्ती
राप्ती नदीको पौराणिक नाम के हो? राप्ती नदीको पौराणिक नाम के हो? पढाइका हाम्रो क्वेसनकै जानुपर्छ है। के? गलत। अचिरावती है, अचिरावती गलत भन्नुहुन्छ। अचिरावती कालो सीको कालो सीको है, हल्ला गर्नु भएन। लिखु नदीको उद्गम स्थल कहाँ हो? लिखु नदीको उद्गम स्थल रोलवालिङ के? रोलवालिङ हिमाल रोलवालिङ हिमाल भन्नु पऱ्यो नि, आधा नभन्ने है। कोशी नदीलाई भारतमा के नामले चिनिन्छ? दामोदर, एकदम भाइ, दामोदर। पछ्याउँदैछ। पालो कसको कतिवटा छन्? पालैको भोटमा मूल भएका नदी कतिवटा छन्? भोटमा नदी भएको मूल कतिवटा छन्? त्यो थाहा पढाएको क्वेसन चाहिँ भन्नु पऱ्यो है। पढाइसकेको छ, लास्ट टाइम इम्पोर्टेन्ट क्वेसन पनि हो यो। 6वटा। यसले कहाँ भने सुन्यो यसले यता यता कता हल्ला गर्नु सुन्यो यसले। त्यही भएर हल्ला गर्नुहुन्न। पालो एकको चाहिँ के हो भन्दाखेरि कालीगण्डकी नदीको उद्गम स्थल कहाँ हो? मुस्ताङ लेक। मुस्ताङ लेक। पालो कसको? पालो बीको है, एक होइन। त्यहाँ मिलिसकेको क्वेसन हेराए चाहिँ पालो कसको? बीको पालो बीलाई सार्क राष्ट्रको स्थापना कहिले भयो? सार्क राष्ट्रको स्थापना कहिले भएको थियो? सम्म भन्नुपर्छ, मिति विक्रम सम्बन्धमा भन्नु मिल्दैन। कालो सी। पास। कालो बी कालो ई 2007 गलत। कालो ए पास। बाहिर डिसेम्बर 8 कति? 1985 डिसेम्बर 8 एकदम राइट। 1985 डिसेम्बर 8 है। 1985 डिसेम्बर 8। कालो कसको? ल हाम्रो चाहिँ आजको कन्टेस्ट सकिएको छ। अब यहाँ छ रिजल्ट। यो चाहिँ आजको रिजल्ट। ग्रुप सीको 17। यो फर्स्ट ग्रुपलाई पुरस्कार पनि हुन्छ। पहिलो भएको ग्रुप चाहिँ ग्रुप सी। पहिलो सुषमाको ग्रुप। यो 4जना ग्रुप। यो पनि हो के अरे होइन? 4जना पहिलो भए। दोस्रो हुने टोली यो हो, ग्रुप यो हो। ल यिनीहरू चाहिँ हाम्रो आज क्विजमा जितेको टोली। ल यिनीहरूलाई चक्लेटको व्यवस्था यहाँ सरले दिँदै हुनुहुन्छ। ल क्विजमा पहिलो सबैलाई ल यहाँ त्यहाँ चक्लेट देखा तिमीहरूको। यो चाहिँ सेकेन्ड विन टोलीलाई। ल यो सेकेन्ड भएको टोलीलाई टक्क लाएर अर्कोचोटि फर्स्ट हुने। अब टक्क लाएर ल सर लाएर ल।